यो विद्यार्थीको नयाँ अध्ययन सुरु भएको छ। अझै देशका विभिन्न ठाउँबाट आएका नयाँ साथी, नयाँ वातावरण र नयाँ सपना बोकेर हामी हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजमा भेला भएका छौँ। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। लाग्छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु है मेरो मित्रहरू है। अनि टाइटल, डिस्क्रिप्सन, थम्बनेल देखेर थाहा पाइहाल्नु होला भिडियो के को बारेमा छ भनेर होइन। अनि म चाहिँ अहिले भर्खर 2 दिन भयो कलेज जान थालेको। अनि कलेजको भ्लग बनाउनु भन्ने हो आज चाहिँ फ्राइडे। अनि त्यसैले मलाई कन्टेन्ट चाहिन्छ नि त भोलिको लागि। त्यसैले मैले आज ब्लग गर्ने सोचिरहेको छु है। म चाहिँ अहिले रुममै नै छु। अब म निस्किन्छु। अब टाइम त्यति नै भइसकेको छ भन्दाखेरि 10 बजेर 12-15 मिनट भइसकेको छ। अनि यहाँबाट जान चाहिँ मलाई अलिक टाइम लाग्छ। हिँडेर जानु चाहिँ गाह्रो छ नि त। त्यसैले अब यस्तै छ, यहाँ ब्याग स्याग पनि यहीँ छ। अब चाहिँ म निस्किन्छु होला। अब म रेडी भइसकेँ किनकि मेरो ड्रेसहरू सिलाएको चाहिँ छैन। अब सिउँछ होला अलि। यो प्यान्ट लगाएँ, जुत्ता हालेँ, टाप हो अब त्यही। अहिले चाहिँ म फाइनली निस्किसकेको छु कलेजको लागि होइन। अब चाहिँ मैले यहाँबाट तलतिर जानुपर्ने हुन्छ भगवती मन्दिर भन्ने ठाउँमा। अनि म चाहिँ काठमाडौँ आएको चाहिँ 2 हप्ता जति भइसकेछ होइन। अनि थाहै हुँदैन कि साला कहाँबाट कहाँ छिर्नुपर्ने हुन्छ। सबै एकै ठाउँ लाग्छ क्या है। अब यस्तो कि अब सबै एकै गल्ली लाग्छ। अब ठाउँै छुट्याउनु सकिँदैन क्या। त्यसैले हल्का नर्भस भइन्छ। अब हेरौँ न कलेजमा अब कस्तो हुन्छ। म चाहिँ 2 दिन गइसकेको छु कलेज। अब त्यही पनि हेरौँ। अब भन्दाखेरि तलबाट अब बस चढ्ने मैले पैसै ल्याएको छैन। अनि त्यही समस्याको कारणले चाहिँ अब हिँडेर जानुपर्ने हुन्छ। अब बाटो नै थाहा छैन अब कहाँबाट कहाँ छिर्ने हो। त्यही पनि म गइहाल्छु। अनि मेरो युनिफर्महरू पनि सिलाउनको लागि दिएछ। अनि त्यो युनिफर्महरू सिलाएपछि त्यो नि भ्लगै आउँछ, चिन्ता नगर्नु। अनि म चाहिँ यो काठमाडौँ यही हो टिकाथली भन्ने ठाउँमा बस्छु। कहाँ हो के हो कस्तो हो मलाई केही थाहै छैन। हेरौँ। राम्रो छ राम्रो चाहिँ हामी फाइनली निस्किसकेका थियौँ होइन। मेरो भाइ पनि भेटिसकेको छ यहाँ। केही भन्न चाहन्छु मेरो भाइ? हेलो हो हजुर ए सुन भित्र बेटे बच्चन हम गरीब लोग गरीब सोच। ये बड़ी अच्छी बात कही आप। अरू थियो, हामीसँग ओढ्नको लागि छाता नि छैन। यस्तो गरिब भइसकेछौँ। यहाँ दिव्य कलेजको अगाडिनिर हामी भ्लग बनाउँदै जाँदैछौँ। तर रोडमा चाहिँ अहिले गाडी छैन यार। एकछिन अगाडि धेरै गाडी थियो क्या। अरू के भन्दाखेरि अब चाहिँ हामीले कलेज जानुपर्ने हुन्छ है। उता यस्तो तात्तिसकेछ के भन्नु, गाह्रो छ, धेरै गाह्रो, एकदमै गाह्रो। अनि हामीले चाहिँ अब मर्निङमा सिफ्ट गर्ने भने हो। तर मर्निङमा चाहिँ त्यस्तै समस्या भएको कारणले हामी डेमा नै जान्छौँ। त्यो चाहिँ प्याक भइसकेछ अरे। त्यही छैन, त्यही पनि हामी गर्ने कोसिस गर्छौँ। के गर्ने मर्निङ नेगेटिभ नसोच्न भाइ। सिफ्ट गर्ने अनि मर्निङमा आउने, बिहान पढेर घर जाने, बुझिस्? अरू त्यही हो। अब हामी त्यहाँ निस्किँदै भेटौँला नि होइन भाइ? अहिले चाहिँ हामी यहाँ क्लासरुममा बस्दैछौँ मेरो भाइ म। अहिले चाहिँ अब यस्तो छ क्या। यसले चाहिँ कभर किन्यो तर मलाई किनिदिएन क्या। मलाई त्यो अलग कुरा भयो। तर यहाँ चाहिँ सिसी क्यामेरा पनि छ होइन। सबै छ यहाँ, मान्छेहरू सबै बसेछन्। जान्छु अब घर जान्छु म घर। यहाँबाट भन्दाखेरि म चाहिँ यहाँ भन्दाखेरि मेरो नम्बर चाहिँ रुम नम्बर चाहिँ 301 छ होइन। अब यहाँबाट हेर्न सक्छ तिमीहरू व्हाइट हाउसको। कसले मेरो भाइलाई चाहिँ कल मात्रै आउँछ र के छ दोस्त धेरै सराउने रहेछ। ठिक छ। अब चाहिँ हाम्रो छुट्टी भइसकेछ है। अब चाहिँ हामी कलेजबाट घर निस्किन्छौँ किनकि आज भोलि राम्रोसँग पढाइ हुँदैन। किनभने त्यस्तै छ। अब आइतबारदेखि हुन्छ राम्रोसम्म। आइतबार त लाग्दैन। अब भन्दाखेरि त्यही मन्डेसम्म हुन्छ होला। के छ भण्डारी? मेरो च्यानल सब्सक्राइब है 1000 सब्सक्राइबर छ मेरो। ओ प्लिज छ च्यानल। त्यो त मेरो नि छ। त्यही पनि केही छैन। यहाँ हाम्रो यस क्लासतिर चाहिँ यस्तो यस्तो व्यवस्था छ। अब यो प्रोजेक्टर भयो, यो बोर्ड भयो, यो फ्यान भयो। अब यो केटी भइन्, अब यो म केटो भएँ।
सो गाइस चाहिँ अहिले चाहिँ रातिको 9-10 बजिसकेको छ अनि म चाहिँ भिडियो एडिट गर्दैछु अनि मैले चाहिँ कलेजमा त्यति भिडियो नि बनाइनँ अब पहिलोचोटि अब त्यस्तो साह्रो अनि त्यसैले म चाहिँ छिटो आइदिएर आएको त्यहाँबाट अनि मैले भिडियो बनाउनु पाइनँ अनि आएँ रेस्ट गरेँ हल्का अनि त्यसपछि खाना बनायो खायो बस्यो अनि त्यस्तै टाइम गइहाल्यो थाहै भएन। फेरि अरू दिनमा चाहिँ राम्रो भ्लग आउनेवाला छ है मित्रहरू, च्यानललाई सब्सक्राइब गरेर राखिदिनु होला भन्न चाहन्छु। कलेज चाहिँ राम्रो छ, सबै सर म्यामहरू सबै फ्रेन्डली छन् है, त्यही भनौँ न। अनि त्यही हो फर्स्टचोटि अब त्यस्तो सारा पढाइ नै भइरहेन, किन भन्दाखेरि अब आजभोलि त अब सबैले एकअर्कालाई चिन्ने हो, साथी बनाउने हो नि त, त्यसैले त्यति नै हो। अब हाम्रो चाहिँ मन्डेबाट चाहिँ राम्रो पढाइ हुन्छ। अब सब सब्जेक्टहरू मैले किताब पनि किनेको छैन, किताब पनि किन्छु होला अब, त्यही भनौँ न। अरू त्यही हो मित्रहरू, च्यानलमा नयाँ भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू फर द वाचिङ, टाटा बाई बाई गाइज।